ल हामीलाई दिनुपर्छ क्या कहाँको भैली हो भन न कहाँको भैली हो नेपालगञ्जको हो कहाँको रे यो सानो भएर त नार्जी कहाँतिर यो गाउँ कहाँ छ कहाँतिर छ तिम्रो गाउँ यता माथिको हो यो पारीको गाउँ हो कहिलेबाट खेलेको आजबाट खेलेको बिहानबाट अनि रुपियाँ कति कमायो त कति ल सबैलाई बधाई छ है हात मिलाऊ है हामी दिदी चेन्ज खान्छ छैन दिनु यार हामीसँग चेन्ज छैन चेन्ज भएपछि पछि तिमीलाई ल्याऊ हात मिलाऊ है सबैजना है ल सबैलाई चाहिँ ह्याप्पी तिहार है तिम्रो पनि ह्याप्पी तिहार भन ओके बाई बाई ल अर्को कन्टेन्ट है गाइस त्यहाँनिर विज्ञापन पनि गर्नु पर्थ्यो है मनपरी च्यानल भनेर त्यहाँनिर गल्ती गरियो मैले बोले बुझ्दैन च्यानलको नाउँ क्या हो भने चाहिँ तैँले भनिदिएछ है ओके त्यो बलपरी भन्छ मैले भनिहाल्दा त्यो नाक नबुझिएर क्या मैले सुरेन्द्र केसीसँग इन्टरभ्यू लिँदै थिएँ यार चौधरी पुग्यो क्या हेलो हेलो हामी नगरपालिका जुल्ला खै त कति बेला पुग्छ 10-15 मिनट कहाँ छौ माथि डाँडा त्यो चौधरी नगरपालिका डाँडामा हेर न माथि त्योभन्दा अलि पुग्न राखौँ क्या त्यहाँ पर्ख्याउन सँगै जाउँला को छ त्यो ल भलक बनाउँदै जाउँला नि त्यहाँ अब कोही नास्ता नखाएको छ भने खाउँ न त्यहाँ कहीँ होटल छ भने यता कोही नास्ता नखाएको छ भने खाँदै गर त्यहाँ होटल छैन भने त्यहाँ पर्ख्यौ अनि त्यसपछि अब सँगै भलक सलक बनाइ जाउँला नि त को खान्छ यहाँ पर्खिने हेर्ने हो भने चाहिँ पर्ख्यौ भने क्या नगरपालिका भने यार नगरपालिका पुग्न आउँदै 10 मिनट लाग्यो 10 मिनट होइन अझै हामीलाई त 15-20 मिनट लाग्छ नगरपालिका पुग्नु त्यो तल्लै भने होइन त डाँडोमा छ नि त डाँडोमा त 10 मिनट अब लौ हामी पनि आइसक्यो नि त हाम्रो ढिलो भयो भने त भ्लग बनाएर हो नि त होइन नाच्न लागिन अब रमाइलो आएको अब त्यो चाहिँ अब एडिट नगरेर नि युट्युबमा डाइरेक्ट हालिदिने क्या एडिट गऱ्यो भने 4K मात्रै आउँछ एडिट गरेर भने त 5.3 क्या आउँछ नि त बेस्ट क्वालिटी आउँछ क्या अलिकति यहाँ चाहिँ फिस गर्नुपर्ने चौरदारी नगरपालिकाले है किनकि अब त्यो त नगरपालिका हो नि त यस्तो धेरै ठाउँतिर पिच गरिसक्यो होइन यस्तो पनि हो फेरि कस्तो भनेको चाहिँ यो चौखा बजार जुन छ यहाँ चाहिँ रुकुम पश्चिममै यो +2 लेभलमा आइएसी यहाँको भाषामा चाहिँ के भन्छ नि प्योर साइन्स भन्ने चलन हुन्छ त्यो चाहिँ पहिले ल्याउन सफल भएको विद्यालय पनि हो कहाँनिरको हिमालय माझी खोला गाउँ चौखा बजार नजिकै छ सँगसँगै अर्को कुरो के भने क्याम्पस पनि छ योभन्दा माथिको भूभाग पनि धेरै छ त्यहाँ चौधरी 10 देखि 11, 12, 13, 14
पुग्ने बाटो पनि यही भएको कारणले गर्दा अलिकति यो चौरबारी नगरपालिकाले विचार गर्नु पर्थ्यो हैन र। ओहो यहाँनिर चाहिँ साथीहरूले हेर्नै पर्छ है कहीँ छ अब हाम्रो पोलिटिसियन्सले यो बारेमा हेर्नुपर्छ। हामी अब फेरि देउसी अर्को देउसी भैलो भेटायौँ हामीले है। यहाँ चाहिँ सकिएको देउसी भैलो हो हजुरहरूको टिम सकिएको ठै ल धन्यवाद। एकछिन हेर्ने हुन्थ्यो क्या मादल ल्याउनु पर्ने हो होइन दया पनि छ माया पनि छ होइन। सर्वप्रथम त सबभन्दा तपाईँले के बुझ्नु पर्यो भने जिती पनि आउनु भएर त कमाटा नजित्या रङ्ग लगाइदिउन हजुर। ल ठिक छ हजुरहरूले पनि बस्दै बनाउनु भएको रहेछ त्यो कपीमा जोड्दै हुनुहुन्छ होइन। जोड्दै हुनुहुन्छ हामीले जित्या पनि त तपाईँहरूले भैलीबाट मस्त कमाउनु भयो होला। ठिक छ अब कहाँको भैली हो यो हजुरहरूको कहाँको भैली हो कुन ठाउँको यहीको स्थानीय हो। यो ठाउँको नाम के हो बेलेगाउली मेलैनाउली। ल खेल्नु न त खेल्नु हेर्छ ल ल धन्यवाद। अलिअलि रुपियाँ दिएपछि गर्दैनौ रुपियाँ हामीलाई दिनुपर्छ हामीलाई दिनुपर्छ क्या। हुन्छ हुन्छ ल ल ल ओ डल्ली यस्तो गर्नुहुन्न नि त। ल रुपियाँ बाँड्नु होला राम्रोसँग है। ल ल तिहारको शुभकामना है।